सो गाइज वेलकम छ मेरो न्यू ब्लगमा। आज चाहिँ मैले धेरै दिन पछाडि ब्लग बनाउँदैछु। आज चाहिँ हामी पशुपतिनाथको दर्शन गर्न जाँदैछु। बिहान बिहानै यहाँ साथी भिनाजु यता हुन्छ। तीनजना केटाहरू चाहिँ अहिलेदेखि निकालेको होइन होटलदेखि आयो भनेर अहिलेसम्म आएको छैन। छोरी मान्छे जस्तो रम्रिरहेको छ केटाहरू। यहाँदेखि जान्छौँ हामी, माथि जान्छौँ। माथिबाट यहाँ खोइ के म आफै चोकिए चोक्दै गाडी चढेर एकान्त गुना त्यहाँदेखि एकैचोटि गौशाला। गाइस हामी चाहिँ यहीँ केटाहरू सबैजना भेला भइसक्यौँ। यहीँ दुईजना ऊ पर आउँदैछ अल्छीहरू लखर लखर हिँड्दै। अहिलेदेखि ठिक परेको छैन। यहाँदेखि एकान्त कुना जाने हो। एकान्त कुना गएर त्यहाँदेखि ठ्याक्क हामी कहाँ जान्छौँ अरे पशुपतिनाथको दर्शन गर्न जाँदैछौँ। यहाँ चाहिँ बस आउँछ यता माथिदेखि। यो चोकको नामै थाहा छैन के हो के यो चोकको नाम। गोकुल आवास अरे यस्तोले छ। ल हामी चाहिँ यहाँ गाडीमा यहाँ गीत सुन्दै अब लाग्यो एकान्त कुनातिर होइन लाग्यो होइन। हामी चाहिँ यहाँ एकान्त कुनामा उत्रियौँ यहाँनिर होइन। एकान्त कुनामा निक्लेर यहाँले जाँदैछु। यो महानगर परिक्रमा जाउँ न, तेरो छिटो पुर्याउँछ यार। त्यसमा पुर्याउँछु। आउँदा केटा छिटो उयोसँग जाँदा छिटो पुगिन्छ। गयो नि रोकाउँछ। यो गाडीमा गयो भने छिटो पुगिन्छ क्या। गौशाला जान्छ क्या यो गाडीमा चढेर हामी। यसो गौशाला गाडी चलाउँदा के हुन्छ एकैचोटि माथि उठ्छ नि सिधै होइन। एक गेटमै 100 लगभग 120-30 मा उठ्छ नि अनि तिन गुने एरियामा घुम्दै केटाहरूको गफ यहाँ जाँदैछ। कहिले 100 मा कुदाएको छ गाडी। मैले कुदाएको छु 113 मा। 120 मा कुदाएको छु मैले 125 सम्म चाहिँ कुदाएको। 113 चाहिँ पुर्याएको छु। ट्राभल चक्रपथ यता आउँ यहाँ 125 चाहिँ कहाँ कुदाएको भने नि संसारदेखि जयपुर जाने बाटोमा। यहाँ के अन्नपूर्ण पेस्ट अरे यस्तो छ। घुमाइ छ काठमाडौँतिर। ग्याङ छ 5 छ। एउटा साथी यहाँ छ एकान्त कुनाबाट चढेको एकै बसिरहेको छ यो कुनामा। यहाँ छन् सबैजना घुमाइ चल्दैछ। हामी चाहिँ आइपुग्यौँ यहाँनिर। अब यहाँ ठ्याक्कै पशुपतिको गेट लिएर अब यहाँदेखि त यहाँ अगाडिदेखि जानुपर्छ केटा। यहाँदेखि होइन अगाडिदेखि हिँड्नुपर्छ। यहाँ पर्दै छिर्ने ठाउँ छ हौ। यहाँ धेरै अगाडि पो उत्रौँ कि हामी त। हामी धेरै अगाडि पो उत्रौँ कि यही हो क्या एरिया पशुपतिमा मात्र। यहाँ छ स्ट्यान्ड ट्याक्सीहरू चाहियो भने भाडामा यहाँ लिने होइन। मन्दिर एरिया यो। यहाँदेखि गएर हामी मन्दिरभित्र जाँदैछौँ होइन। कस्तो भइरहेको छ यात्रा? रमाइलो घुम्ने होइन मजाले घुम्ने हो। के गर्नु घुम्न आएको घुम्नु पऱ्यो नि। यस्तै छ जिन्दगानी अब जाडोमा मिसन पर चाहिँ यस्तै छ यहाँले। झन् अहिले त फोहोर छैन त अलिअलि होइन हौ। फोहोर भन्दाखेरि नि उयोहरू छैन क्या अलिक। पानी त यो यस्तै योभन्दा सफा हुँदैन पानी यहाँको। यस्तै हुन्छ पानी यहाँले चाहिँ ऊ पर मान्छेहरू त्यहीँ पोल्ने त्यहीँ रमाइलो गर्ने एउटा यस्तै छ एरिया पशुपति। यहाँ यो स्टेसनमा उत्रिनु पर्ने ऊ परै उत्रेर यहाँ बिजय भने केटाहरू कसैले भनेन फेरि ठ्याक्कै यहीँ उत्रिनु क्या। गाडी यहाँ अगाडि उत्रेर जाँदै भनेको छ। यहाँले उत्रेर ठिक्क हुन्थ्यो। हामी चाहिँ उत्र्यौँ अगाडि नै गेटको सिधा अगाडि रोकाउँदैछ गाडी त रोकाउन त। तर परै उत्रेर हिँड्नु पऱ्यो नि यार एक लाख। बिहान बिहानै जिउ तात्छ होइन अरे हिँड्नु। जिउ तात्छ। जिउ पनि तातो बनाउनु पऱ्यो नि त। अब मन्दिरभित्र मान्छे त लाइन छ जस्तो छ। लाइनमा बसेर छिर्ने हो। ऊ सुनको माथि गजब फेरि मन्दिरको ऊ माथि सुनै हो र। सुनै हो नि ओरिजिनल सुन सुनको उयो गजुरो सुनको होइन माथिको कस्तो होइन हौ। हामी चाहिँ यहाँनिर छिर्दैछौँ पशुपतिको गेटतिर मन्दिरतिर। कस्तो पाइँदैन जति पाइन्छ नि यहाँनिर। किन नपाउनु जति पाउँछ। इन्ट्री सिन्ट्री सबै हुन्छ। यो एरियामा पाउँछ कि माथि मन्दिर एरिया चाहिँ पाउँदैन क्या। यो एरियामा पाइहाल्छ नि। फोटो खिच्ने भिडियो बनाउने सबै हो क्या यो एरियामा। तर आज त अस्ति हामी एकदिन आउँदा पुरै भिड थियो। आज त रहेनछ खासै केही मान्छे पोल्नलाई दाउरा ठिक्क तयार छ रेडी। यो पनि किन्नुपर्ने यहाँ फेरिमा केही हुँदैन।
सथोक एउटै ठाउँ अब यहाँनिर मान्छे बोल्दैछ अब यतानिर पूजा गर्ने ठाउँ उयो माथि सुनकै होला होइन यो मन्दिरको यो डिजाइनहरू चाहिँ खतरा हुन्छ यहाँको दिवस मल्लकाल लिची बिकाल के काम कसले रञ्जित लिम्बू रञ्जित आफूले बनाउने चाहिँ रञ्जित लिम्बू अरे पुरा डिजाइनहरू बबाल बबाल छ नि हामी चाहिँ यहाँनिर इन्ट्री गऱ्यौँ टक्क अब भित्र जाने ओम नमः शिवाय ओम नमः शिवाय हट्ट गरेर भिडियो यहाँ परले त दिँदैन नि एउटा मात्र अनि भिडियोहरू गर्ने होइन फोटो खिच्ने यहाँ पर उडाउनु मजा आउँछ नि माथितिर मन्दिर एरिया छ आज त भिड थियो अस्ति हामी त यहाँदेखि अरपार लाइन थियो नि बाहिरसम्म पुरै आज चाहिँ रहेछ मजा आउँछ पर्या उडाउनु चाहिँ उडाउनु एक दुईवटा यार हेर्न मजा आउँछ है टाक 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 गुर 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 0 डिग्री हामी चाहिँ यहाँ फाइनली यहाँ मन्दिर गेटमा आइसक्यौँ यहाँनिर मन्दिर एरिया सबै यहाँनिर अब पूजा गर्नेहरू आफ्नो पूजा गर्छन् ओर्छन् हामी चाहिँ ढोग मात्र गर्न आएको यस्तोसम्म होला त आइतबार भएर पनि एउटा खासै भिड्दै नै छ हामी चाहिँ अब त छिर्छौँ ढोग गर्छौँ अनि निक्लिन्छौँ हामी चाहिँ फाइनली यहाँनिर मन्दिरदेखि निक्लेका छौँ फोटो सुट गरेर मन्दिर गइयो घुम्यो अलिअलि यो पूजासुजा गरियो भिड छ हल्का फुल्का भिडै कति खासै भिड छैन अलिअलि पूजा गर्ने एउटा मन्दिरहरू भिड छ हामी चाहिँ टक्क निक्ल्यौँ होइन साथी दर्शन गरेर निक्लिसक्यौँ अब पशुपतिनाथले साथ दिनुभयो भने होइन आँटेको सोचेको सबै पुरा हुन्छ दिनुहुन्छ आशा छ दिनुहुन्छ पशुपतिनाथले हजुरहरू दर्शन गर्न आउनु होला पशुपतिनाथमा हेर केटा हो 2 दिनको जिन्दगी यस्तै हुन्छ हेर ल हेर केटा 2 दिनको कति जति घमण्ड गरे पनि हेर लास्टमा जाने भनेको उति हो है केटा विचार गर त्यही भएर घमण्ड होइन बुझ्यौ हेर यस्तो छ पशुपति के हो शम्भु बाबा यता यार 108 जना के जप्तै बस्ने हो क्या गर्न त गर्दै बस्छ न ऊ माथितिर जानु पर्ला डाँडातिर यार मजा आउँछ घुम्नलाई अब यहाँ घुम्दै बस्ने हो त अनि के यस्तो गर्ने पुरै यति बस्ने टिको लाउँदै बस्नु भने त पैसा पाउँछ त साँच्चै स्वयं पशुपतिको बाँदर भन्छ नि यहाँ देख्यो पशुपतिको त यो यहाँनिर कहाँ छ त यस्तो हात हाल्ने थाहा छ मान्छे छिर्ने कि हात हाल्ने हात यस्तो उयो गरेर हाल्छ कि यो यहाँ हो कि यतै हो यहाँ कहाँ हो क्या मैले देखाएको त माथितिर जस्तो छ तर आज त कस्तो सुनसान जग्गा यहाँ अस्ति आउँदा पनि घुम्न पाइएन कि माथि डाँडा पशुपति एरिया यस्तो एरिया यतै अरे डाँडाको ए माथि चाहिँ कहाँ जान्छ हौ तरिका हेर बाँदरको तरिका यहाँ उतै होला नि सुनको गदुर माथिको अनि पहिला त कहिले त हरायो त नि हरायो भनेको सुन्थ्यो त अनि ल ऊ साथी कस्तो छ आजको दिन एकदम बबाल छ रमाइलो ऊ बाँदरले के चोर्न आँटो यहाँ कस्तो भागिदिरहेको छ मान्छे देखेर भएको हेर पशुपति यहाँदेखि दामी देख्दैछ एरिया मन्दिर एरियाहरू सर एरियाहरू एकदम राम्रो सर यहाँदेखि राति उयो हेर्ने ठाउँ होला नि यहाँदेखि उयो के अरे आरती हेर्ने ठाउँ राति यहाँ उभिने अनि आरती सर हेर्ने ठाउँमा आइपुग्यो हामी चाहिँ तर दिउँसो माछा छ अहिले बेलुका हुँदा चाहिँ हुन्थ्यो आरती हेर्ने ठाउँ मान्छे जलाएको हेर्ने ठाउँ यस्तै छ त्यहीँ दिउँसो जलाउँछ राति त्यहीँ आरती हुन्छ होइन यो पशुपति हामी आयौँ फोटो खिच्छौँ घुम्यौँ यहाँनिर रमाइलो भयो नि एकदम अब हामी चाहिँ भोक लाग्यो बिहान अब नास्ता सस्ता गर्ने हो अनि अर्कोतिर लाग्ने हो काम छ अलिअलि यहाँनिर गर्नुपर्ने आजलाई चाहिँ भिडियो इन गर्दैछु।